Hello and namaste सबैजनालाई वेलकम ब्याक टु माई च्यानल इफ यु आर न्यू इट्स मी सबिका बिसी अनि मैले चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु हजुरको सामु धेरै महिना भइसकेको थियो मैले भ्लग नहालेको किनभने पढ्न पर्यो त्यही भएर अनि अहिले चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु अब यो चाहिँ मैले इन्ट्रोको देखेन अनि त्यही भएर म अहिले इन्ट्रो दिँदैछु अनि भिडियो तर्फ लगामै त यहाँ चाहिँ ब्याग प्याकिङ भइरहेको छ यतिमै थाकिसक्यो मलाई जरुरत भइसकेको छ पनि नपल्टिनु पर्ने रहेछ गाइस धेरै जाने भयो भने दुःख पाइन्छ भने यही हो अब कसरी जाने होला पल्प हात पाट्यो गाइस हामी त लागियो दसैँ घर गाउँ क्रेम कति दसैँ अब चाहिँ हामी प्याक गऱ्यौँ अब यो अब यहीँ बस स्ट्यान्डमा रोकम अनि जाम गाडी कुर्दै यहाँ पसिना झरिसकेको बाहिरले बस्न बस्ने कौन है ये लोग कहाँ से आते हैं बुटो पुगिसक्यौँ सोधे जस्तो भएन सिट चाहिँ पाइयो है अनि एक बोतल पानी पनि लियो खाँदै हुनुहुन्छ अझै न सिधा भए पुग्यौँ सिद्धार्थ नगरको आइसक्यौँ त्यो पनि हुनु लाग्छ त होइन अङ्कल अब चाहिँ फेरि अर्को बिहानमा बस्यो के कति यो सोधिकाले काटी बनाउँछ भन्नु अनि गाडी लाग्छ त्यो भएर दुइटा हाम्रो घर गएपछि गाडीमा अरे बाप्रे अब खानै छ के भन्छ पाल्पाको बसपादेखि काठी जाने बाटो कस्तो छ भनेर अब गाडी भेडामा सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ कहाँ पुग्यौँ हामी नि भन्नु न पाल्पा पुग्यौँ भन्नु होइन यो पाल्पाको यो अब के भन्छ यो हाम्रो घर यहाँ ब्याडमिन्टन खेल्ने ठाउँ पुगिसक्यौँ मामा घर जाने र घर जाने यो जक्सन हो कतिमा जाने गाइजहरू अब हाम्रो गुण छिने होला कंट्रोल मान्छे मारेर ल्याए जस्तो छ त झोला चाहिँ पुग्ने खालकै छैन कि निधारमा हाल्छ म यो के हो र यो दुईतिर यस्तै बोके जस्तो गानो गयो भने क्या यो के भन्छ आर्मीलाई के अरे 20 केजी धेरै आँच नगरे हुन्छ यो पिच भएको के ल पिच भयो भने ल अब सय दिदी आर्मीमा दौडेर गएर अगाडि
सोनाली दिदी आर्मीमा भर्ती हुने ओ माय गॉड मेरो सम्पत्तिको यसले यो रस्तीले कस्तो दुखाछ राम्रो लाग्छ स्टकमा यता मेरो कट्टु त्यस्तै सेपकेला हेरी कहाँसम्म पिच हेर्ने यहीबाट हेरि कस्तो पिच रहेछ कसरी खाने यहाँ दुखेछ र छोड्दैन भयो छोड्दिनु ओके काण्डमा दुखेछ के गु निस्केला जस्तो भइसक्यो खत्म बाय बाय टाटा गुड बाय गया यहाँ अड्काइदेऊ न यहाँ यहाँ के यहाँ माथि यार एउटाले उले यहाँ के यहाँ सोल्डरमा दुख्छ तपाईँ पनि सोल्डर लाग्दिएको होला भाउ अरे त मलाई खिच 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 गाइजहरु यहाँबाट अब तल झर्ने हाम्रो एलिभेटर यो अर्ग्यानिक एलिभेटर हो गाइजहरु हल्का लिन्छ कि यो फेरि यहाँ फेरि उभिनु जाने भनेन होइन फेरि तलतिर यतातिर गुल्किन्छ है फाइनल गाइस हामी चाहिँ घर आइसकेछौँ यो छ हाम्रो घर गरम भइदिएछ सुन्तला पनि ठुलो ठुलो भइसकेछ भनेपछि आफ्नो गाउँमा पनि किन नम्ने मलाई तिमीहरू चिन्दैनस् मलाई चिन्दैनस् ढोक्न आउनुपर्छ भन्ने थाहा छैन अब जानै पर्यो किनेनस् बेलौती खान जाँदैछौँ बेलौती खान जाँदैछौँ ल अर्ग्यानिक चप्पल अरे को आयो बेलौतीको रुख कहिले बेलौती देख्नु भएको छ अच्छा हमको सिखा रिया है आफ्नो त देखाइ नै हो अब यस्तो बेलौती खानुपर्छ आज बास यहीँ बस्नुपर्छ क्या यही झुन्डेन राति बेलौती टिप्न यार खान अहिले उता मासतिर हिँड्न उयो वाला हेर्नु कति राम्रो छ माथि जाम अबे पैसाले कि हात काट्यो भने यो चाहिँ एउटा यस्तो घाँस काट्नु मान्छे अगाडि पलान गर्न मात्रै केटी गरी भिडियो अब काम गरेर सक्यो गाइजहरू अब अमिलो खाँदै यहाँ टाउकोमा बोकिदिनु अमिलो खेल्ने खानु क्या हल्ले सबै म खान्छु यहाँ यस्तो हुँदैछ यहाँ त हाम्रो बिरालोले चाउचाउ खान्छ गाइजहरू रोमान्टिक जस्तै गाइजहरू आजको भिडियो यति नै भेट्नुपर्छ अर्को नयाँ ब्लगमा भोलि फेरि म ब्लग हाल्नेवाला छु अब चाहिँ लगातार आउँछ होला है के थाहा अनि त्यसपछि अनि भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भेट्नुपर्छ अर्को नयाँ ब्लगमा सी यू टुमारो बाई बाई